धेरै पछि घरबाट बाहिर निस्केर लाङटाङ जानु त भनेर हिँड्यो। पहिलो दिन स्याफ्रोबाट हाम्रो ट्रेक सुरु भयो। खासमा जान त हामी काठमाडौँबाटै गएको हो। बिहानै 4 बजे उठेर 11 बजीतिर स्याफ्रो पुग्यौँ। बाटोमा त्यस्तै हो, मैलुङको बाटो गएको, लास्ट कच्ची थियो होइन। अनि एकदम धेरै कच्ची बाटो थियो, बाइक पुरै कराइरहेको थियो। बल्ल बल्ल गयो, कति ठाउँमा त बाइक फस्यो पनि, अनि बल्ल बल्ल निकाल्यो होइन। त्यही हो, बाटोको सिनहरू राम्रो थियो, बवाल थियो। अनि स्याफ्रो पुगेर चाउचाउ र अन्डा खायौँ। 11 बजीतिर पुगेको थियौँ, त्यति बेला खाएर अनि त्यसपछि हामी निस्क्यौँ। म चाहिँ फाइनल्ली लाङटाङ स्याफ्रो भिलेजबाट हामी चाहिँ हिँड्दैछौँ अब होइन। सो मैले हामी जस्तै ट्रेकर 2जना देखिसकेँ त्यहाँ। आई थिङ्क दे आर फरेनर, बट वी आर नट फरेनर, वी आर नेपाली। यो आई एम शीतल ढकाल। यसरी चाहिँ अनि बाटोमा भएको खोलासँगै हामी चाहिँ अगाडि बढ्यौँ होइन। खासमा खोलाको किनारै किनार गयो भने पुगिन्छ। अनि बाटोमा चाहिँ पुरै खचडहरू देखिरहेको थियो हेर्नु, यसरी सिलिन्डर बोकिरहेको थियो खचडले, त्यहाँनिर वाइल्ड भने कहाँबाट आउँछ भन्नेहरूको लागि यस्तो बबाल स्पटमा रहेछ होइन। पुरै छोडिदिनु ल। यो हो माउरीको। यसरी माउरी हेर्दै हामी खोला तर्दै गइरहेको थियौँ। अनि खोला तर्दा तर्दै सिकाउँदै चाहिँ मेरो त यो फर्स्ट टाइम हो झोलुङ्गे पुल भन्दै खुसी भइरहेको थियो। अनि पुग्नु पर्ने लामा होटल धेरै हिँड्नु पर्ने रहेछ, यस्तो ठाडो उकालो हिँडेर गयौँ होइन। नसकेपछि बेलुका 7 बजे हामी रिम्चेमा बस्यौँ। यो चाहिँ 1500को प्याकेजमा बसायो हो। खाट यस्तो 2टा खाट थियो, टाट थियो, मुनिबाट माथिबाट मुसा हिँडिरहेको थियो होइन। त्यही पनि ठिक छ, बसिरहेको थियौँ, रमाइलो थियो। रिम्चेमा बस्यौँ पहिलो दिन। त्यही हो, अनि दोस्रो दिनको सुरुवात भयो हाम्रो होइन। दोस्रो दिन फेरि हामी रिम्चेबाट बिहान 7 बजे उठेर ब्रेकफास्ट गरेर हिँड्न थाल्यौँ होइन। खोलाको किनारै किनार खोलाको आवाज सुन्दै खचड हिँडिरहेको थियो बिहानै होइन। अब त्यो सब हेर्दै हामी 2जना गीत सुन्दै हिँडिरहेको थियौँ। अनि खचडहरू अलिअलि देखिरहेको थियो, अनि मान्छेहरूमा अलिअलि भेट भइरहेको थियो। आज धेरै माथिसम्म पुग्नु पर्ने थियो, अनि गइरहेको थियौँ। यसरी खचडहरू आइरहेको थियो, रमाइलो भइरहेको थियो हिँड्दाखेरि होइन। अनि त्यही हो, अब लामा होटलबाट हामी रिम्चेबाट भनौँ न, रिम्चेबाट गयौँ। घोडा तबेला हुँदै माथिसम्म पुग्नु पर्ने थियो, लाङटाङ भ्यालीसम्म पुग्नु पर्ने थियो। सो गाइस, यहाँ चाहिँ मैले याक देखिसकेँ। याक ब्रो, वाट्स अप ब्रो, दिस इज याक। टन्नै छ यहाँ चाहिँ याकहरू। याकलाई चाहिँ घन्टी झुन्डाइदिया हुन्छ है। राष्ट्रिय स्वतन्त्र पार्टीको यहाँसम्म चर्चा छ, क्रेज छ। राष्ट्रसभाको केन्द्रीय सदस्य भइन्छ कि यति भएपछि। अनि त्यसपछि हिँड्यो, अनि ट्रेकरहरूसँगै अरू पनि थियो, उनीहरूको पछि लाएर हिँड्यौँ। घोडा तबेलाबाट चाहिँ हामीलाई याकहरू टन्नै देख्यौँ होइन। यो लाङटाङ भिलेज स्थल रोइजिया बाबाले छ आँखाले हेर्दा चाहिँ फोनमा चाहिँ खासै गति लागेन। अनि लाङटाङ पुग्दाखेरि चाहिँ एउटा माथि मुन्डो जाने ठाउँमा चाहिँ हामीले 4 वर्षको बहिनी देखाएको थियौँ होइन, विदेशी थियो। 4 वर्षको बहिनी हिँडिरहेको थियो, त्यसले गर्दाखेरि हामी पनि मुन्डोसम्म गएर बस्यौँ भनेर मुन्डोमै बस्यौँ हामी। अनि तेस्रो दिन चाहिँ अब यहाँबाट हामी जानुपर्ने थियो मुन्डोबाट तेन्जिङ गुम्पासम्म। अनि बिहानै उठेर हिँड्यो, यसरी भिडियो सिडियो बनायो भने हिँड्न थाल्यो। बिहान 7 बजीतिर हिँड्यौँ। त्यसपछि हिँड्दै गयौँ। अब यहाँ साथ मुख सुक्दै धोएको थिएनौँ, किनभने पानी सब बरफ थियो। त्यसपछि 9 बजीतिर हामी खोलामा गएर यसरी मुख सुक धोयौँ। अनि एकछिन फ्रेस भएर फेरि हामी यहाँ चिया खान पस्यौँ बाजेकोमा होइन। अनि चिया त्यस्तो मिठो त थिएन, त्यही पनि त्यति माथि पनि चिया खान पाउनु पनि भाग्यको कुरा हो। अन्त चिया खायौँ बाजेकोमा, बिच बाटोमै हो यो। त्यसपछि चिया खाएर फेरि हामी हिँड्न थाल्यौँ। अनि बाटोमा याकहरू टन्नै भेटिरहेको थियो होइन। अनि त्यही हो, हामीले धेरै कुरा देखेको थियौँ। त्यसपछि हामी क्यान्जिन गुम्पा पुगेर माथितिर लाग्यौँ, त्यहाँ खानासाना खाएर। अनि माथि क्यान्जिनरी जाने भनेर गयौँ, तर के भयो भन्दाखेरि बिचमा हामी अर्कै बाटो गएछौँ।
तेन्जिङ जाने बाटो छोडेर अर्कै बाटो गएछौँ। त्यसपछि हामी हराएको भन्ने पछि मात्र थाहा भयो त्यो बाटो यही बाटो होला भन्ने जाँदा हामी अन्त्य पुगेछौँ भन पछि थाहा भयो। त्यसरी एक्टहरू हेर्दै एक्ट टन्नै थियो रमाइलो लागिरहेको थियो भन्ने गयौँ। त्यसपछि माथि पुगेर हेर्दाखेरि हिमालको भ्यूमा बेसमा पुगे जस्तो लाग्थ्यो अनि त्यही नै होला पिक जस्तो लागिरहेको थियो तर होइन रहेछ। अनि त्यो कनेक्सन इन्जोय गरिरहेको थियौँ अनि पुरै उकालो बाटो हुँदा चढेर होइन एक्टलाई हेर्थेँ जिस्काउँदै खसेँ अनि त्यहाँबाट हामी लाग्यौँ होइन। हामी चाहिँ यो पिकमा चाहिँ आइपुग्यौँ। वी डोन्ट नो अबाउट दिस पिक होइन। हामी यस्तो बाटो हिँड्नेछौँ। लाङटाङ हो यो। सायद हामी एक लेभलमा हामी हराइसक्यौँ है। आई विल बी पोस्टिङ मोर अन इट। अहिले चाहिँ मलाई लास्ट थके लागिसक्यो। ओके त्यसपछि हराए पनि हेऱ्यौँ कहाँ हो जस्तो भयो अनि एक्टको भिडियो बनायौँ। त्यही हो। त्यसपछि फर्किनु पऱ्यो अब त्यही बाटो फर्किनु पऱ्यो हराए पनि। हामी फर्किँदा चाहिँ बेलुकै भइसकेको थियो अनि एकछिन भिडियो बनाएर हामी हँदाएर म यस्तो बाटो फर्क्यौँ। त्यो फर्किँदाखेरि पनि लगभग 2 घन्टा जस्तो लागेको थियो हामीलाई चाहिँ। अनि फर्किँदाखेरि एउटा गीत गाउँदै फर्कौँ न त भनेर ओठलाई छुएर निस्के दा हरेक झुटो रङ्गिन साँचो हो। अङ्गाले यस्तो लाग्थ्यो कि मेरो संसार तिमी हो। अर्को जन्म हुन्छ भने दोहोऱ्याएर फेरि तिमीसँगै बितोस्। कानले सजाउला तिमीलाई विरती भाका गुनगुनाउँदै। बन्द आँखाका पानी पानी आकृति स्वरले गीत गाएर अनि एकछिन नयाँ भिडियो बनाएर हामी तल झऱ्यौँ र हाम्रो तेस्रो दिन यहीँ बित्यो। र भोलिपल्ट बिहानै हामी बिहानै उठेर गयौँ सिलगढी चढ्ने भनेर चढ्यो। अनि त्यसपछि 4 घन्टा हिँड्नु पर्ने थियो। हामी धेरै उकालो चढ्नु पर्ने थियो। चढ्दै जमेको थियो एकदम प्लेन्स नै त्यही हुन्छ। अनि त्यही भए पनि अब हामी चढ्दै गयौँ। बाटोमा खैरहरू भेट्दा थियो। त्यही नै हो। चाहिँ हाम्रो चौथो दिन माथि सिलगढी चढेर हाम्रो माथि चढाएको। सो जिस्केर आएको है। हिमालय चढियो क्या खासमा। अनि खासै अब यहाँ आउने नि प्लान पनि थिएन त्यस्तो राम्रो खतरा हुन्छ नि वेल प्रिपेयर प्लान पनि थिएन। तर फाइनली सिलगढी चाहिँ हामीले सब्मिट गर्न लाग्यौँ होइन। अनि अब बाटो यस्तो खतरा छ होइन। सो इट्स अराउन्ड कति मिटर छ भन्दाखेरि यहाँ चाहिँ 4985 मिटर छ होइन। अनि एकदम बाक्लो डेन्स हिउँ छ क्या यहाँ होइन। वरिपरि पनि देख्न सक्नुहुन्छ। सो लेट्स हैव अ लुक है। मेरो शीतल भाइ उहाँ छ माथि। अनि सो धेरै रमाइलो भयो होइन हुन त। सर लेट्स सी कति बेला पुगिन्छ माथि।
यसरी पुग्नु नै छैन सिलगढी रेडी गर्नु मन लाग्यो गरे भने नि त